ओके सो हेलो एन्ड गुड मर्निङ एभ्रिवान सबैजनालाई स्वागत छ फेरि पनि नयाँ हाम्रो यस नयाँ भिडियोमा एन्ड सो गाइज सबैजनालाई थ्याङ्क यू सो मच एभ्रिवान सबैजनाले पनि अहिलेसम्म हामीलाई भिडियो हेरेर सपोर्ट गरिरहनु भएको छ सबैजनालाई लभ यु है यहाँ हेर्नु कस्तो मजाले मकै रोप्नु भएको आज पनि हामी एकादशीको हामी कार्यक्रममा हिँड्दैछौँ है त अब एकादशीमा अस्तिको जस्तो भजन कीर्तन हुन्छ यदि तपाईँ इनकेस तपाईँ एब्सेन्ट हुनुभयो भने तपाईहरुले यु शुड ह्याभ टु पे द फाइन अफ 30 रुपिज है त पर्ने 30 रुपियाँ तिर्नुपर्ने हुन्छ सो हाम्रो मम्मी आउनु भएन त्यही भएर 30 रुपियाँ हाम्रो घरबाट फर्चै भयो है त दामी यो चाहिँ हाम्रो गाउँ ब्युटिफुल यो चाहिँ हाम्रो सागर दाईको पोखरी सागर दाईले यहाँ माछा पाल्नु भएको थियो बट अहिले दाई चाहिँ विदेश हुनुहुन्छ है यहाँको माछा पनि हामीले खाएको थियौँ यो हाम्रो दामी टेक्नोलोजी हाम्रो कमल सरले बनाउनु भएको अब कसैसँग हाम्रो गाउँमा त्यतिखेर दिमाग छैन हाम्रो कमल सरले चाहिँ बनाउनु भएको है आजको मेन सिङ्गर मेन पुजारी हाम्रो सागर दाईको मम्मी नै आउनु भएको रहेछ के पावरवाला हो कि चस्मा के हो पावरवाला हो आज चाहिँ हाम्रो नयाँ पाहुना आउनु भएको रहेछ टिका लाउँदा एकदम तातो हुँदो रहेछ टिका लाउनु चाहिँ हाम्रो रामुको मम्मी लेखापाल गर्ने हाम्रो आज हाम्रो हजुरबाबुमा हो खास है चास्ता खेल्न थाल्यो अब रेड बुल जस्तै देखा नि यस्तै हुन्छ अब हामीले एकचोटि आरती गर्ने सिस्टम हाम्रो पहिलेदेखि सुरु भयो तर हामीले भगवान र पितृको आराधना नगरिकन आरती सुरु गर्नु नहुने रहेछ है मैले पनि सम्झेँ पहिले हामीले भगवानलाई च्वार्नु पर्यो हामी एकादशी व्रत बस्यौँ हामी भोकै छौँ हजुरको श्रावण छौँ हजुरको ठाउँमा जस्तै हामीले हाम्रो मानवको घर हो हामी यो डेरामा बसेका छौँ यहाँ आएर बस्नुहोस् भनेर अनि आरती गर्नु परेन छ उता हाम्रो प्रेम ल आयो बेहुली आउनु बेहुला फेरि अन्टीको हाँसो त त्यो भनिसके बा हाम्रो बा बेहुला 16 वर्षे आमा 15 वर्षे जाने मान्छे जान्छन् भाइ गएहरूको म पनि खोज्छु जोरी पर्ने बताएर आज षष्ठ तिला एकादशी
के बोल्नु रे कोपिला गोत्र खड्को के रे बुढा खड्कु भक्तजनहरूको कुलपितृहरू की कृष्ण काले नखाऊ कनिका दुःखकारी सुदमाले झोली भरेका कृष्ण काले नखाऊ कनिका दुःखकारी सुदमाले झोली भरेका लक्ष्मीनारायण भगवान को हिँड्न सक्ने शक्ति छैन टाढा भयो भारी कपाली खोके भयो सधैँभरि गला लाग्छ सधैँभरि गला लाग्छ गाउँघरका साथीभाइले बुढो भन्न थाले मरे जस्तै उमेरमा टिकट काटिहाले मेरै जस्तै उमेरमा टिकट टाउको पनि सधैँ दुख्छ नसा चर्काएर घरमा बसाइ हेर्न थाले आँखा तन्काएर खोज्नगी भइलायो सानी हेर्दा हेर्दै भइसक्यो जवानी खोज्नगी भइलायो सानी हेर्दा हेर्दै भइसक्यो जवानी लागत पनि परबाट छिमेको हेर्दा पनि परबाट छिमेको हेर्दा सोझो हुँदै
हो र म त अझै 3 दिन बनाउनु हुने यो लानु है भनेर त्यो दुईटा ल्याएको छ यहाँ त एउटै नि यो छोड्दिन तपाईँबाट हुँदैन यताबाट आउनु है घुमेर अकाउन्टेन्ट म पैसा गन्दैछु घर घर किन्न लाग्नु भयो क्या अनि के अन्त बाबु अब एकादशीको पैसा यता 20 म पति घर किन्छु यता 10 पति हो एकादशीको पैसाले म घर 50 पति सबैजनाले मलाई 50 पति यता राधे भन्दिनु यता 1000 पति आम्मामा मैले पैसा गर्ने गराएको 2600 जम्मा चाहिँ भनि 23-24 हजार आयो नि होइन यो कति महिनाको कति महिनाको आयो जम्मा यसरी पार्नुहुन्छ है अहिलेसम्म 23-24 हजार भइसक्यो अब चाहिँ यहाँ भक्तजनहरूलाई टक्कसँगले तरुल अनि सुन्तला केरा चक्लेट इटिसी तीनटा छोरछोरीले एक एकवटा रहेछ एउटा यो गङ्गा जमुना अनि अर्को हाम्रो रोजन भाइ हो नखाने तीनटा राख्नु न एक एकवटालाई फेरि ए गममा खाने चल्दैन है पनि बाँडेर खाऊ एउटा स्याउचीमा खान्छ है जाऊ त अब हामी घर आएर 2 थाल भात खानेलाई के भयो त दिनु एउटा तपाईँ पनि बस्दै बस्यो हो र घर आएर कम 2 थाल भात फलफुल खाँदैछु अहिलेसम्म अन्न खाएको छैन बेलुका खाँदैन बेलुका खानु बस्छु बेलुका चाहिँ भात खानु बेलुका रोटी खाने रोटी ओ नाइस नाइस कस्तो मिठो घिउ कुमारी अलिकति तरुल घिउ कुमारी बोल्दा बोल्दा अलिक थोरै जिब्रो चिप्ले मिलाउँछु म
केरानको सानो आजको दिन यसरी अन्त्य हुन्छ है त ल सबैजना हाम्रो भक्तजनहरू जानुभयो सो थ्याङ्क यू सो मच फर वाचिङ टिल दिन सबैजनालाई धेरै धेरै माया होइन नयाँ दिन भेट्नेछौँ बाई बाई